आज हामीसँग चर्चित धर्मगुरु दीपक सुवेदी हुनुहुन्छ। उहाँले दुर्गा प्रसाईको चिना हेर्नु भएको थियो। उहाँको चिना ठ्याक्कै मिलेको थियो। उहाँले हेरेको चिनामा ठ्याक्कै मिलेको थियो। दुर्गा प्रसाई जेल जानुभयो, फेरि पनि जेल जानुभएको छ र अहिले चिनामा के छ, जेलबाट निस्किन सक्ने सम्भावना छ कि छैन, यिनै विषयवस्तुसँग केन्द्रित रहेर हामी कुराकानी गर्छौँ। नमस्कार, स्वागत छ। धन्यवाद। आराम हुनुहुन्छ? ठिकै छ। योभन्दा अगाडि तपाईले दुर्गा प्रसाईको चिना हेर्नु भएको थियो हो? त्यसमा पटक पटक जेल जान्छन्, छुट्छन् भन्नुभएको थियो। चैत्र 15 गतेको घटनाले दुर्गा प्रसाईलाई राजद्रोहको मुद्दा लगाउने चर्चा चलिरहेको छ। लुटपाटको पनि मुद्दा लगाउने चर्चा चलिरहेको छ। अहिले चाहिँ ठ्याक्कै भनिदिनुस् त, के दुर्गा प्रसाई निस्किन्छन् या जेलभित्रै बस्छन्? ल, तपाईलाई धन्यवाद छ। सान्दर्भिक विषयवस्तुको बारेमा सोध्नु भएको छ। अब एउटा कस्तो हुन्छ भन्नु होला भने, पहिलो कुरो अब म ज्योतिषी भएको नाताले ज्योतिषीय एङ्गलबाट कुरा गर्नु पर्यो हैन? हजुर। ज्योतिषीय एङ्गलबाट कुरा गर्दाखेरि दुर्गा प्रसाईको ग्रहमा यस्तै अलिअलि विभिन्न आरोप प्रत्यारोप खेप्न पर्ने, अलिक जुदारु हुन पर्ने, अलिक कडा रूपमा प्रस्तुत हुने र त्यो बापत विभिन्न खालका उहाँलाई दोष आरोपण हुने, अनि त्यसपछि ती दोषहरूले फेरि पछि गएर त्यो त्यसले उहाँलाई राम्रै पनि गर्ने, यस्तो खालको ग्रहको स्थिति छ उहाँको कुण्डलीमा है। त्यस हुनाले त्यही देखेर नै मैले यिनी चाहिँ अलिक केही पटक चाहिँ जेल जाने सम्भावना देखियो भनेर मैले पहिला भनेको हो। सायद योभन्दा अगाडि पनि एकपटक उनी जेल परेका हुन् यो पछिल्लो समयमा। अहिले फेरि त्यो तपाईले भने जस्तै त्यो तिनकुनेको घटनाको कारणले उनी समातिएका छन्। अब यो ग्रहमा चाहिँ उनको जेल गएर बसिरहने भन्ने त्यस्तो चाहिँ देखिँदैन। उहाँलाई जेल जीवनले अथवा यो प्रकारको चाहिँ स्थितिले उनलाई राम्रै गर्छ भन्ने खालको हुन्छ। जेलबाट निस्किन्छन् दुर्गा प्रसाई? कतिपयका कुण्डलीहरूमा त्यस्तो हुन्छ क्या। मैले पहिला एकपटक चाहिँ शेरबहादुर देउवा भ्रष्टाचारको केसमा जेल पर्दाखेरि पनि, राजाको कार्यकालमा जेल पर्दाखेरि पनि यिनी जेल मुक्त चाहिँ जुन दोष लगाएको आरोप थियो, जुन त्यो आरोपबाट यिनले सफाई पाउँछन् र निस्किँदाखेरि यिनको इज्जत अझै बढेर निस्किन्छ भनेर भनेको थिएँ हैन। अब त्यो तत्क्षणको कुरा है। फेरि यो पछिल्लो समयमा उनी जेल परेका छैनन्, उनलाई उनको वरिपरि सत्ता घुमेको छ, तर इज्जत अहिले छैन। इज्जत अहिले छैन? अहिले छैन। तर त्यति बेला उनी जेल मुक्त हुने बेलामा उनी इज्जतका साथ जेल मुक्त भएका थिए। यो स्थिति हुन्छ। त्यस्तै दुर्गा प्रसाईको पनि जेल परे पनि विभिन्न आरोप प्रत्यारोप यी राजनीतिक मुद्दा हुने हेर्नुहोस् हैन। उनलाई राज्य चाहिँ हैन। अहिले जनताले चाहिँ ठ्याक्क के बुझ्न चाहिरहेका छन् भने उनको चिनाले जेल मुक्त हुने सक्ने सम्भावना छ? ढुक्क हो? कहिलेसम्म हुन सक्छ? उनलाई यो के भन्छ चैतको कुरा घटना भयो, यो वैशाख भयो, जेठ महिना भित्रमा यिनी चाहिँ जेल मुक्त हुन पर्यो। जेठ महिनाभित्र जेल मुक्त हुन्छन्। प्रथम कदाचित जेठ महिना कटाएर यिनलाई अझै उता लयो भनेदेखि अझै पेचिलो बन्छ केस। त्यो चाहिँ राज्यको लागि कसरी बन्छ? राज्यको लागि पेचिलो यो यस्तो हो हेर्नुहोस् है। यो के हुन्छ भनेदेखि मैले अहिले यसो मेरो आफ्नो मैले बसेर राजनीतिक चिन्तनहरू गर्ने क्रममा मैले के चिन्तन गर्छु भनेदेखि चाहिँ ज्योतिषीय हिसाबले राजनीतिक चिन्तन गर्दाखेरि अहिलेको जुन राजनीतिक सत्ता छ नि, सत्ता केन्द्रित भनौँ, यो व्यवस्थासँग सम्बन्धित अथवा यो व्यवस्थाका पक्ष पोषकहरू भनेर जुन जतिलाई भनिन्छ, तिनीहरूको हरेक एङ्गलबाट यिनीहरूको डोमिनेसन भइरहेको कन्डिसन हो। ग्रहले त्यो भन्छ है। त्यस हुनाले यिनी यो व्यवस्थाका पक्षधरहरूले, सत्ताका पक्षधरहरूले
यस्ता मुद्दालाई त जति सक्दो चाँडो चाहिँ सुल्झाउन कोसिस गर्न पर्ने हो। भनेपछि गणतन्त्र जोगाउनु छ भने दुर्गा प्रसादलाई चाँडो रिहा गर्नुपर्छ। दुर्गा प्रसादलाई मात्र होइन, दुर्गा प्रसाद लगायत जति पनि राजनीतिक जन्य जुन मुद्दाहरू छन् ती मुद्दाहरूलाई यिनीहरूले चाँडो भन्दा चाँडो सौहार्द तरिकाबाट समापन गर्नेतिर गयो भनेदेखि चाहिँ सत्तासीनहरूलाई सजिलो हुन्छ। होइन भनेदेखि भनौँ न अहिले एउटा विभिन्न इगोमा पूर्वाग्रहमा होइन भएका नभएका होइन चाहिँ दोषहरू चाहिँ आरोप गरेर अनि त्यसपछि चाहिँ आफ्नो चाहिँ शक्तिको दुरुपयोग गर्ने जुन यस्तो खालको मनोविज्ञान देखिएको छ त्यसले चाहिँ आजभन्दा भोलि भोलिभन्दा पर्सि यिनीहरूलाई झन् ठुलो समस्यामा पार्छ के यसले। कुन आधारमा भनिराख्नु? मैले ग्रहको तपाईले ज्योतिषशास्त्रको र ग्रहको आधारमा भनिराख्नु। एकैछिन राप्रपाले आफ्ना वरिष्ठ उपाध्यक्ष र महामन्त्री त छुटिसक्नु भएको छ धवल शमशेर राणा। उसका पार्टी कार्यकर्ताहरूलाई निकाल्नका लागि राप्रपा दिनरात खटिरहेको छ। दुर्गा प्रसाईको लागि कोही पनि दुर्गा प्रसाईलाई भेट्न गएका छैनन्। हो, सत्य कुरा हो। भनेपछि यो ग्रहले चाहिँ उछुट्छन् भनेर तपाईले बोलिराख्नु भएको छ। यदि तपाईको कुरा यो झुटो भयो भने के हुन्छ? सुन्नुहोस्, अब यहाँनिर यो अलिक विश्लेषण हुन्छ के यसमा। हेर्नुहोस् है, मैले ग्रहको हिसाबबाट त्यो भने है उनको ग्रह कमजोर छैन भनेको यसरी बुझ्नु पर्यो। दुर्गा प्रसाईको ग्रह कमजोर छैन यसरी बुझ्नु पर्यो। उनलाई चाहिँ दुःख दिनेहरूले दिन चाहन्छन्। उनी अलिकति छुचा पनि छन्। उनले कुनै सीमा नराखिकन बोल्न पर्यो भनेदेखि होइन त्यसका विभिन्न शोध प्रतिशोधहरू होला मान्छेहरूसँग होइन। अनि त्यसपछि सत्ताको आडको बलमा अब यही हो बेला यसलाई चाहिँ लात हान्ने भनेर चाहिँ उनलाई चाहिँ अनेक केबाट हुन्छ होइन। चाहिँ यसरी समाएर नभएर यता गएर समाउने हो कि के हो, कानुनी विभिन्न हुन्छन् क्या। त्यो मसँग वकिलहरूको पनि उठबस चल्छ। होलाई होइन बनाउने र होइनलाई हो बनाउने कसरी हो भन्ने कुरा यो सत्तासँग र कानुनसँग बडो चाहिँ ऊ हुन्छ होइन। पुलिसले पनि त्यस्तै गर्छ। मैले चाहिँ पुलिसहरूले त्यहाँ बोलेको पनि देखिरहेको थिएँ कि होइन। त्यो घटनाको उसमा कसैले पनि नपत्याउने बोल्न बाध्य बनाए बिचरा त्यो पुलिस प्रमुखलाई। सत्ताले बनाएको हो नि त्यो है। कति हुन त उनीहरूको प्र्याक्टिस हुन्छ होइन। पटक चाहिँ विभिन्न जिम्मेवारीमा जाँदा उनीहरूले कुन कुरालाई कसरी बोल्ने भनेर त त्यही प्र्याक्टिस गरेको चाहिँ 25औं वर्ष भइसक्यो हुन्छ। त्यस उनीहरूले बोल्न सक्ने हुन्छन्, बोलेका हुन्छन्। नभएदेखि त उनीहरूलाई थाहा छ नि त होइन। त्यो एक्सपायर भएको चाहिँ अक्सुर ग्यास चाहिँ त्यो राम्रै हो भन्न परेर बोल्नु पर्ने, के भनेर बोल्नु पर्ने, या भनेर बोल्नु पर्ने, वा भनेर बोल्नु पर्ने, त्यो चाहिँ बनाएको हुन्छ। यो चाहिँ सत्ताको दुरुपयोगको एउटा चाहिँ हदैसम्मको चाहिँ ऊ हो के। अनि सुन्नुहोस् अब त्यसमा चाहिँ यो दुर्गाजीको धेरै कुरै गर्न पर्दैन क्या। ग्रह बलियो छ। दुर्गा प्रसाईलाई जेलभित्र सडाउन खोज्ने, बढी दिन भन्दा बढी दिन जेलमा सडाउँछु भनेर जसले भन्छ नि भने जेठ कतिसम्म छुट्छ गतेको मैले चाहिँ अहिले ठ्याक्कै मैले चाहिँ तपाईँको चाहिँ दुर्गाजीको चाहिँ क्यालकुलेसन अहिले पछिल्लो समयको गरेको छैन। मैले पहिला जो हेर्दाखेरि जुन समग्रमा हेरेको छु ग्रह चाहिँ के अरे बलियो छ उनको मात्र अहिले एउटा 7.5 चाहिँ दशा पनि लागिरहेको छ। समस्या हो 7.5 दशा लाग्यो भन्दैमा त्यसरी चाहिँ गर्न पर्दैन होइन। यिनै केपी ओली 7.5 बेलामा चाहिँ प्रधानमन्त्री भइराखेका हुन्, 2 पटक प्रधानमन्त्री भएका हुन्। त्यस हुनाले चाहिँ त्यो 7.5 चाहिँ उ गर्छ भनेर त्यसरी सबैलाई नराम्रो गर्छ। बरु यस्तो स्थिति आउँछ। यस्तो स्थिति आउँदाखेरि पनि चाहिँ नडराएर त्यस्ता साहसले चाहिँ त्यसको फेस गर्यो, सामना गर्यो भनेदेखि त्योभन्दा अझै माथिल्लो पोजिसनमा पुग्छ। अहिले त्यसो भए केपी शर्मा ओलीलाई 7.5 मा प्रधानमन्त्री भइरहेका छन्। यो अहिले हालसालै भर्खरै यो वैशाख लाग्दा नलाग्दा 7.5 छोडेको छ मलाई छोडेको। तर 7.5 छोडेर पनि हुँदैन। फेरि 7.5 छोडिसकेपछि चाहिँ 7.5 मान्छेले दोष दिन्छन् नि। त्यसो भनेदेखि 7.5 छोडेपछि त चाहिँ राम्रो हुनु पर्ने, तर भएको छैन। उनकै कार्यकर्ताले मुर्दाबाद भनेका छन्। उनी गएका ठाउँमा चाहिँ तपाईले यो राजतन्त्र अथवा दुर्गाको पक्ष लिँदाखेरि तपाईलाई पनि कारबाही गर्ने फेरि यस्तो छ। म राजाको पक्षको अथवा चाहिँ दुर्गाको पक्षको यस्तो होइन। मैले सुन्नु यो तपाईले उठाउन चाहिँ राम्रै
प्रश्न उठाउनु भयो है, सवाल उठाउनु भयो। म ज्योतिषी भएर बोल्ने हो होइन हो हैन, हालेको अवस्था छ नि त गुरु। म कहाँ सबैभन्दा बढी ज्योतिषीहरूलाई पनि अहिले जेलभित्र हालेको अवस्था छ नि, यो त सत्य हो नि। यस्तो छ, ज्योतिषीहरूलाई पनि त्यहाँ हेरेर गरेको होला नि। बरु त्यो टपिक्समा नि एउटा कुरा गर्नु छ, अहिले पछि भन्छु मैले तपाईँलाई। मेरो विषयमा तपाईँले सवाल उठाउनु भएको हुनाले म कहाँ सबैभन्दा बढी ज्योतिषी सेवा परामर्श लिन आउँछन् वामपन्थी विचारका व्यक्तिहरू, कम्युनिस्टहरू। जुन बेलामा 74 सालमा मैले चाहिँ प्रचण्डलाई पार्टीको नाम फापेको छैन, त्यो पार्टीको नाम फेर्नुपर्छ भनेर भनेपछि प्रचण्डले पार्टीको नाम फेरेर मैले वैशाखको 1 गते त्यो भनेको थिएँ है कुनै एउटा टेलिभिजनमा। अनि त्यसपछि उनले चाहिँ जेठमा उनले पार्टीको नाम चेन्ज गरे, उनी भदौमा प्रधानमन्त्री बने। यो घटनाले गर्दाखेरि चाहिँ तपाईले भनेर उहाँले सुन्नुभयो, त्यसपछि प्रधानमन्त्री बन्नुभयो उहाँ। यस्तो छ, मैले तैँले भनेर मैले पार्टीको नाम चेन्ज गरे भन्दै चाहिँ आउँदैनन्। तर मैले अघि भनिहालेँ नि, म कहाँ सबैभन्दा बढी मैले कहिले कहिले सोध्छु के म कहाँ कुन खालको मान्छेहरू बढी आइरहेको छ भनेर मैले पनि विचार गर्छु नि त हैन। त्यो विचार गर्दाखेरि चाहिँ मैले यसो आउने मान्छेहरूसँग एउटा आत्मीयताले चाहिँ सोध्ने गर्छु हैन। सोध्ने गर्दाखेरि चाहिँ धेरै जसो वामपन्थी विचारका व्यक्तिहरू आउँदा रहेछन् भन्ने मेरो निष्कर्ष छ हैन। अनि त्यसरी आउने व्यक्तिहरूले त एउटा आउँछ अर्को आउँछ हैन। अनि त्यसपछि सुनाउने हुन्छ नि त, कमरेड तपाईलाई चाहिँ पार्टीको नाम यसरी भनेको छ, एउटा ज्योतिष यसो भनेको छ भन्ने त हुन्छ नि। एकैछिन गुरु, मैले फेरि पनि त्यही आएँ क्या, यो दुर्गाको र केपी ओलीको ठ्याकठुक यो जुन मिलिरहेको छैन नि यो कुराकानी। यस्तो छ, यो व्यक्ति कतिपय चाहिँ त्यही विषयमा मात्रै घुमिरहनु पर्दैन। मैले भन्ने कुरो तपाईँलाई भनिसकेको छु, त्यही विषयमा फेरि हामी उनीहरूले एउटाले चाहिँ हजुरबाउ भन्छन्, एउटाले चाहिँ नाति भने होला नि, अर्कोले के भने होला नि, यी किन चाहियो हामीलाई? जेसुकै होस्, बरु मैले दुर्गा प्रसादलाई एउटा भन्न पर्ने कुरा के हो भनेदेखि होइन, उनले बोली सुधार गर्न पर्छ। यदि साँच्चै नै यो खालको मिसनको उनीले लिडिङ गर्ने हो भने उनले बोली सुधार्न पर्छ हैन। त्यो क्वालिटी चाहियो उनमा, बोलीमा हुन पर्ने क्वालिटी आउनु पर्यो है। अहिले प्रधानमन्त्रीको भ्यालु घट्दै गएको किन हो? केपी ओलीको भ्यालु जे बातै बोलेर हो नि त हैन। कहिले रेल भनिदिने, कहिले पानी जहाज भनिदिने, कहिले चाहिँ के भनिदिने गरेर हो नि त हैन। त्यो चाहिँ भलै अब चाहिँ उनलाई चाहिँ पार्टीको संगठनले अथवा भनौँ देशको यो चाहिँ राष्ट्रघाती चाहिँ राजनीतिक चाहिँ खालको चाहिँ षड्यन्त्रले उनलाई प्रधानमन्त्री बनाएको छ, तर इज्जत त भएन नि। म परराष्ट्र मन्त्री चाहिँ इन्डिया पठाएका थिए, चाहिँ प्रधानमन्त्रीलाई चाहिँ इन्डियाको भ्रमण गर्न पाऊँ भन्ने चाहिँ भाग लिएर, त्यहाँकाले पटक्कै सुनेनन् हैन। 8-10 दिनसम्म उनी ढोका चाहिँ रुगेर बसिन्, तर केही पनि नभएपछि फर्केर आइन् हैन। इज्जत त भएन नि। हिजोको चाहिँ दिनमा बेला बेला मिडियामा आउँछ के, पञ्चायतकालीन अथवा पछिका पनि अथवा त्योभन्दा राज संस्था भएको बेलाका चाहिँ त्यति बेलाको नेपालको गौरवको विषयमा विभिन्न भिडियोहरू आउँछ क्या, तपाईँहरू जस्तै विभिन्न मिडियाहरूले राख्नुहुन्छ, मैले यसो हेर्छु के। त्यति बेलाको शान एकपल्ट प्रचण्डले नै भनेको थिए, कहीँ गयो कहीँ होइन, राज संस्था भन्दा त कुन शान थियो, कुन इज्जत थियो होइन भनेर भनेका थिए नि। त्यो त स्वीकार गरेको हो नि त, हामीले गल्ती गरेछौँ भनेको हो नि त, हामीले इज्जत गुमाएछौँ भनेको हो नि त होइन, हामी नालायक बनेछौँ भनेको त हो नि त, त्यो स्वीकार गरेको त हो नि। तर के गर्नु, त्यो स्वीकार गर्दा गर्दै नै विभिन्न देशहरूबाट विभिन्न चाहिँ शक्तिहरूका चारौके कलो खाएका छन्। अब चाहिँ फेरि चाहिँ तुरुन्तै चाहिँ हामीले गल्ती गरेछौँ भनेर भन्दाखेरि तिनीहरूले फेरि कुन दिन सुरु गरिदिने हो भन्ने यहाँ चिन्ता छ, डराएका छन्। मैले सुन्थेँ एक दिन चाहिँ उही तपाईँहरूले फेरि परमार खोज्नुहुन्छ, परमार त हुँदैन हेर्नुहोस् होइन। सबैको चाहिँ जस्तै अब उनका बारेमा लेखेका छन् नि, किताब आइसके, हामीले माओवादीलाई कति लगानी गरेका हौँ, हामीले चाहिँ माओवादी युद्ध गराएको हामीले हो, दरबार काण्ड गराएको हामीले हो होइन, माओवादीका नेताहरूलाई हामीले यति लगानी गरेका छौँ, यहाँ यो होटलको यो नम्बर कोठामा माओवादी नेताहरू बसेका हुन् भनेर सबै लिखित पनि आए, चाहिँ मौखिक पनि आइसके नि। त्यसको प्रति जवाफ गर्न नसक्नुको कारण के हो भन्दाखेरि त्यहाँबाट यिनीहरूले कलो खाएका छन् होइन। त्यसको चाहिँ प्रति जवाफ दिने बित्तिकै फेरि खतरा हुन्छ, यो बाध्यतामा यिनीहरू छन् होइन। त्यो अब मैले अझै तपाईँलाई त्यस हुनाले यो यस्तो कुरा भएको हुनाले चाहिँ दुर्गा प्रसाईले धेरै कुराहरू सुधार गर्न पर्ने छ। ग्रह उनको बलियो छ, उनले ग्रहको चाहिँ सदुपयोग गर्नको लागि आफू पनि सुध्रिनु पर्ने छ। र अर्को एउटा चाहिँ जुन
कति गते चैत्र 15 गते होइन 15 गते पिशाच चतुर्दशी परेको दिन थियो। त्यो दिन तिनका अघि पछि लाएर हिँड्ने ज्योतिषीहरूले त्यो दिन चाहिँ कार्यक्रम नराखौँ भन्नु पर्दैन। त्यो दिन गलत तरिकाले गलत टाइममा राखियो कार्यक्रम। जति पनि पिशाचहरू छिरे नि त्यहाँ पिशाचहरू छिरेको त्यो है। हाम्रो ज्योतिषीय एंगलबाट हेरेर भन्ने हो भनेदेखि त होला चाहिँ आन्दोलनरत पक्षले चाहिँ सरकारलाई दोष लगाउने, सरकारले आन्दोलन पक्षलाई दोष लगाउने हैन, त्यो उनीहरूको आफ्नो ठाउँमा होला। तर ज्योतिषी भएर ज्योतिषको एंगलबाट हेर्दाखेरि पिशाच चतुर्दशीको दिन किन त्यत्रो कार्यक्रम राखेको? अनि पिशाच चतुर्दशीको दिन कार्यक्रम राखेपछि पिशाचहरू नछिरेर अरू को छिर्छन्? पिशाचहरू छिरेर त्यत्रो घटना गराएका हुन्। यो कुरा जान्न पर्छ हैन। ती सुनाम धन्ने चाहिँ निधारभरि टिको लाएर हिँड्नेहरूले चाहिँ त्यो गेरु वस्त्रको चाहिँ लगाएर हिँड्नेहरूले त्यो टिकोको त्यो गेरु वस्त्रको पनि इज्जत राख्न जान्नुपर्छ। र कहाँनिर मैले के बुद्धि पुर्याउनु पर्ने हो, मैले कहाँनिर मेरो लिडरलाई के सल्लाह दिने हो त्यो जान्नु पर्दैन। त्यो चाहिँ उपयुक्त दिनमा चाहिँ त्यो कार्यक्रम गर्न दिनुहुन्छ हो। यस्ता कुराहरूमा दुर्गा प्रसाईले ख्याल गर्नुपर्छ। यस्ता कुराहरुमा चाहिँ म अब त्यो दुर्गा प्रसाईले मात्रै हैन, हरेक पक्षले ख्याल गर्नुपर्छ। हरेक पक्षले ओके व्यक्तिगत रूपमा तपाईले नि गर्नुपर्छ, सबैले गर्नुपर्छ। ल म दोस्रो टपिकमा छिरे। तपाईहरु राजा ल्याउनका लागि दिनरात लागि पर्नु भएको छ। ज्योतिष शास्त्र अनुसार कतिपय गुरुहरुले 2081 सालभित्र राजा आइसक्छन् भन्नुभएको थियो। अहिले वैशाखको यति आज 19-20 भन्दा माथि अगाडि बढिसकेका छौं हामी। राजा अब कहिलेसम्म आउँछ? यस्तो छ है, तपाईहरुले भनेर नभन्ने है, मलाई चाहिँ तपाईहरुले भन्न पर्दैन। म व्यक्तिगत रूपमा राजावादी हुँला। तपाईको ज्योतिष शास्त्रले अब के भन्छ? हेर्नुस्, ओम भूपतये स्वाहा भनेर खाना खाने व्यक्ति हो हैन। श्राद्ध गर्दाखेरि चाहिँ राजालाई तर्पण, दिगम्बत राजालाई के अरे दिवंगत राजालाई चाहिँ तर्पण दिने व्यक्ति हो हैन। त्यो विज्ञान पढेको व्यक्ति हो, त्यो धर्म विज्ञान पढेको व्यक्ति हो। त्यस हुनाले मेरो आफ्नो व्यक्तिगत आस्था जे होला, तर म ज्योतिषी भएर बोल्दाखेरि राजाको बारेमा बोल्नु पर्दाखेरि पनि के बोल्नु पर्ने हो? ज्योतिष विज्ञानले के देखाउँछ त्यो बोल्ने हो। के देखाइराको छ अहिले भन्नुस् त? सुन्नुस्, मानिलिनुस् यहाँ चाहिँ कुनै राजा नमान्ने व्यक्ति आयो हैन, तपाईँ चाहिँ केपी ओली आयो। मैले कतिपय ठाउँ कति टेलिभिजनमा कतिपय मिडियाहरूमा केपी ओलीको ग्रहको प्रशंसा गरेर बोलेको छु। किन? कतिपय ठाउँमा चाहिँ मैले प्रचण्डको ग्रहको प्रशंसा गरेर बोलेको छु हैन। कतिपय ठाउँमा शेरबहादुरको ग्रहको प्रशंसा गरेर बोलेको छु हैन। त्यो जसले जसको विषयमा सोध्छ मैले त्यसमा केन्द्रित हुनु पर्यो नि। मेरो ज्योतिष विज्ञानले के भन्छ त्यसलाई हेर्ने हो नि त हैन। त्यसैले मलाई जो एउटा ज्योतिषी भएर कुरा गर्दाखेरि म त्यति बेला राजावादी होइन, म त्यति बेला गणतन्त्रवादी पनि होइन, म ज्योतिषवादी हो। ल अहिलेको ज्योतिषवादी अनुसार राजाको अवस्था के छ? राजा कहिलेसम्म राजगद्दीमा हुनुहुन्छ? ल सुन्नुस् है, मेरो एनालाइसिस है, मेरो आफ्नो ज्योतिषी एनालाइसिस। मैले 63 सालमा हैन, यो चाहिँ शान्ति सम्झौता भएको 63 साल मङ्सिर 5 गते, मङ्सिर 5 त्यस्तै हो हैन। त्यो दिनको ग्रह स्थिति हेरेर है, त्यसपछि गएर पहिलो संविधान सभाको चुनाव हुँदाको दिनको ग्रह स्थिति हेरेर त्यो दिन उत्पात योग परेको छ है। शान्ति सम्झौता हुँदाखेरि चाहिँ धेरै ग्रहहरू अस्त छन्। अनि त्यसपछि गएर पहिलो संविधान सभाको चुनाव भइसकेपछि पहिलो राष्ट्रपतिको शपथको समयलाई हेरेर हैन, क्रमशः चाहिँ विभिन्न मुख्य परिस्थितिका ग्रहहरूलाई हेरेर, अनि त्यसपछि गएर तपाईको चाहिँ 2072 सालको संविधान जारी हुँदै गर्दाखेरिको चाहिँ ग्रहलाई हेरेर मैले धेरै खालका भविष्यवाणीहरू गरेको छु। तर त्यो भविष्यवाणीमा म अहिलेसम्म अडिग पनि छु र मैले गरेको एनालाइसिस मेरो ज्योतिष विज्ञानले मलाई चाहिँ सही नै मार्गदर्शन गरेको रहेछ भन्ने मेरो बुझाइ छ है। तपाईको अर्को एउटा मैले के हो भनेदेखि राजावादी हुँ भन्नेहरूलाई, राष्ट्रवादी हुँ भन्नेहरूलाई मेरो एउटा सुझाव सल्लाह छ हैन। मेरो आरोप पनि उनीहरूलाई छ। उनीहरूले के गरेका छन् भने खल्तीमा राजा अब आइहाल्छन्। तपाईले अघि नै पनि एउटा प्रश्न सोध्नुभयो, 81 मै ज्योतिषीहरूले भनेका थिए आउँछन् भनेर। जेलमा हुनुहुन्छ ज्योतिषीहरूले चाहिँ ल राजाको चाहिँ राजा फर्कने छ भनेर भनिसकेका छन्। त्यस भनेर अब राजा पक्कै फर्किन्छन् भनेर मन्त्रीको लिस्ट बनाएर खल्तीमा हाल्नेहरू यहाँ छन्। तिनीहरूसँग नि मेरो बेला बेलामा कुरा हुन्छ, भेटघाट पनि हुन्छ हैन।
अनि त्यसपछि के हो भन्नु होला भनेदेखि चाहिँ तपाईको घरमा भान्सामा दाल छ, चामल छ, तरकारी छ, ग्यास छ, सबै चिज छ हैन। तपाईले बिहान उठेर गएर अथवा कसैलाई कुनैलाई कोही व्यक्ति खटिनु पर्यो अथवा तपाईँ आफै खटिनु पर्यो, अनि त्यसपछि आगो त्यहाँ ग्यास बाल्नु पर्यो, खाना पकाउनु पर्यो र अनि बल्ल तपाईँ खाना पाउनुहुन्छ। तपाईको भाग्यले स्रोत साधन जुटाइदिएको छ, तर त्यहाँ तपाईले कर्म गरेर खानुपर्छ। भनेपछि अब राजाले कर्म गर्नु पर्यो। पर्खनुस्, अब खल्तीमा मन्त्रीको लिस्ट राखेर राजा आउँदैन एउटा पक्ष, राजा आउँदैनन् भनेपछि त्यो ढङ्ग पुर्याएर राजालाई चाहिँ पदस्थापन गराउने चाहिँ भूमिका निर्वाह गर्न पर्यो नि त सम्बन्धितहरूले, परेन? त्यतिकै हुन्छ हरेक कामको। हरेक तपाईँ कुरा अलि लामो भयो क्या गुरु? होइन, मैले यो लामो कुरा गर्नै परेर भनेको। पोइन्टमा भन्नु पर्यो। सबैले यदि सबैले राजयोग छैन भने हितेन्द्रको के छ? सबैले यही सोध्नु होइन। मलाई चाहिँ पहिले कहिले विभिन्न जस्तै मानिलिनुहोस् रापपाका नेताहरू भेट भयो भने पनि गुरु कहिले आउँछन् राजा होइन, पहिले भन्नु विभिन्न अभियन्ताहरू अनेक विभिन्न अभियन्ताहरू छन्, तिनीहरूले पनि त्यही भन्ने होइन। ए बाबा मैले तपाईँलाई अहिले भाषाको चाहिँ भनेको त त्यो मका एकपटक एउटा कस्तो दम्पति आइपुगेको थियो भनेदेखि चाहिँ बिहा गरेको 5-7 वर्ष भयो अरे, शारीरिक सम्पर्क भएको छैन रे होइन, सन्तान चाहियो है। एकदमै एउटा त्यस्तो केस आएको थियो क्या मसँग होइन। अब त्यसमा नजाउँ, अहिले मैले एउटा उदाहरण दिएको है। त्यस हुनाले कर्म चाहिन्छ, त्यो कर्म पनि जसरी सम्पादन गर्नुपर्ने त्यसरी गर्नु पर्यो। सुन्नुहोस् होइन, तपाईले कहिले आउँछन्, राजाको चाहिँ राजयोग छ कि छैन, अथवा हेरेन्द्रको राजयोग छ कि छैन, कुन मितिमा आउँछन्, कुन मिनेटमा आउँछन्, कति बजे आउँछन् भनेर यसरी सोध्ने चाहिँ धेरैले सोधिसके के। मैले त तपाईँ अझै के भन्न खोजेको भनेदेखि मेरो हिसाबले मैले अघि नै भने नि तपाईँको 63 सालदेखि भनेको मान्छे 63 सालकै मैले त्यो शान्ति सम्झौताको हेरेर नेपालमा फेरि राज संस्था पुनर्बहालीको सम्भावना देखियो भनेको व्यक्ति मैले। त्यो त्यति बेला राज संस्था गइसकेको थिएन, राज संस्था गए पनि फेरि चाहिँ राज संस्था आउने भयो भनेर भनेको व्यक्ति म। त्यति बेला मलाई मान्छेले चाहिँ पिट्न हुने भएदेखि त्यति बेला पिट्थ्यो होला नि, एउटा चाहिँ धन्न चाहिँ यो पण्डित मान्छेलाई चाहिँ भएर होला, केटो अरू गेटअपमा हुन्थ्यो भने सायद मैले धेरै ठाउँमा पिटाइ खान्थेँ होइन। अनि त्यसपछि होइन धेरै कति कम्प्लेनहरू आए, कति कमेन्टहरू आए, कति भन्नेले भने होइन सामाजिक सञ्जालहरूमा नि ती न्युजहरूमा कति भने भन्ने कुरो त्यो कमेन्टहरू हेरिसक्नु हुन्थेन। त्यति गरेको त्यस्तो खालको एउटा चाहिँ पीडा पनि भनौँ न सहेको व्यक्ति। सुन्नुहोस् अझै म तपाईँसित जान्छु के, तपाईँ नआत्तिनुहोस् न। अब जति बेला राज संस्थाको राजाको नाम पनि लिन नहुने समय थियो के, हेर्नुहोस् राज संस्था भनेर भन्यो भने पनि भित्तोले सुन्छ कि भन्न पर्ने, मान्छेले त परै जाओस् भित्तोले सुन्ने हो कि भन्ने डर भएको बेला नि म बोलेको व्यक्ति हो। अहिले त्यस्तो स्थितिबाट यो स्थितिमा आउनु भनेको सोच्नुहोस् राज संस्था पुनर्बहाली भइसक्यो। मेरो त त्यो विश्लेषण छ। गद्दीमा त बस्नु भएको छैन हो, अब कार्यकारी भएर बस्ने कि नबस्ने भन्ने कुराहरू छन्। हेर्नुहोस् यो क्रम बढेर जान्छ, यति बुझ्नुहोस् तपाईँले। यो जुन राजाको प्रतिष्ठा बन्ने काम छ यो बढेर जान्छ है। अब त्यो विषयमा यो यस्तो स्थिति किन आयो भनेर राजनीतिक विश्लेषण गर्ने हो भनेदेखि चाहिँ राजनीतिक विश्लेषण छ, यथेष्ट विश्लेषणहरू छन्। तपाईको गणतन्त्रवादीहरूले जसले गणतन्त्र ल्याएका थिए तिनीहरूले राम्रोसँग कम्तीमा यिनीहरूले गर्न एउटा दुईटा काम त असाध्यै नराम्रो गरेका थिए, तर भौतिक विकास मात्रै पनि भए पनि वर्षको एउटा उद्योग खोलिदिएको भएदेखि होइन केही न केही विकासको कामहरू गरिदिएको भएदेखि यो स्थिति आउँथेन। यिनीहरूले गरे के भनेदेखि स्विस ब्याङ्क, दुबई, कम्बोडिया होइन देखि लिएर अहिलेका राष्ट्रपतिको त उहाँ छोराको कता के छ अरे, हेर्नुहोस् है यस्ता छ।
अनि यो भइसकेपछि यो देशको जनताले छोडिदिनुहोस्, यो देशको माटोले चाहिँ यिनीहरूलाई सहँदैन। त्यही भएर म अगाडिदेखि भन्दैछु, यिनीहरूको दिन प्रतिदिन हेर्दै जानु होला। दुर्गा परसाईलाई जेल हाले पनि, दुर्गा परसाई जस्ता व्यक्तिहरूलाई जेल हाले पनि, मैले कहिले कहिले रापापाका नेताहरूले भन्ने सुनेको छु के चाहिँ जेलहरू खाली गर्नुहोस्, हामी चाहिँ तपाईँहरूका जेल भरिनी होला छन्। यदि त्यसरी नै आरोप लगाउने हो भने देश तपाईँहरूको जेल भरिनी होला छ भनेर यिनीहरूले भन्छन् के हैन। सबै जनताहरूलाई चाहिँ जेल हाले पनि यो देशको माटोले नसहेपछि यिनीहरूको दुर्गति आउँछ। यिनीहरूको चाहिँ गतिलो स्थिति मैले देखेको छैन। त्यस्तो भन्नु त्यो गतिलो स्थिति यिनीहरूको नदेख्नु भनेको अब कि त त्यसको विकल्प अर्को हुनु पर्यो, नभएदेखि त्यो देशमा राज संस्थाकै विकल्प हो नि त। किन छैन? बालेन शाह जस्ता व्यक्तिहरू होइन, त्यो एउटा चाहिँ एउटा पालिकाको उ गरे भनेर मात्रै हुँदैन नि। ऊ ऋषि के भन्छ रवि लामी छानेले चाहिँ त्यत्रो 20-22 सिट ल्याउँदाखेरि त कन्डिसन यस्तो भयो होइन। त त्यसमा पनि धेरै चाहिन्छ के होइन। एउटा भनौँ राजाले चाहिँ एकैचोटि के खालको जिन चाहियो नि। मैले जस्तै यो राजा आउन सक्ने चाहिँ हिदेन्द्रको ग्रहले गर्दा हो या के हो? होइन, दुईटैको हो। हजुरबाउ नातिको दुईटैको ग्रह ठिक। पारसको चाहिँ ठिक छैन? मैले हेरेको छैन। पारसको हेर्नु मैले एकपटक कुरा चाहिँ गर्दाखेरि पनि पारसको हेर्नु भएको छैन। हिदेन्द्रको र ज्ञानेन्द्रको हेर्नु भएको छ? हेरेको छु। कस्तो छ सम्भावना? दुईटैको राम्रो छ। आउन सक्ने सम्भावना छ? राजा हुन्छन् दुवैजना? सम्भावना धेरै 99%। 1%ले चाहिँ त भन्न मिल्दैन। ज्योतिषलाई पनि सरस्वतीले अलिकति उ गर्छिन् होइन। 99%। तर त्यही हो कि मैले भनेको राजालाई पनि मेरो चाहिँ सल्लाह छ। के छ सल्लाह छ? उहाँले पनि के गर्नु पर्यो भनेदेखि राज संस्था पुनर्बहाली भइसकेपछि गर्ने के भन्ने कुरो रोड म्याप चाहियो। अबको राज संस्था कुन मोडालिटीको हुने हो भन्ने खालको चाहिँ जनताले बुझ्नु परेन। के हिजोको जस्तै त्यही राज संस्था हो? बोल्नु पर्यो, राजाले भनेको केही न केही होमवर्क गर्नु पर्यो। र जति राजावादीहरू हौ भनेर भनेका छन् तिनीहरूले पनि रोड म्याप ल्याउनु पर्यो। एउटा योजना चाहियो। हेर्नुहोस् त, हिदेन्द्र अमेरिकामा पढिरहेका छन्, भर्खर 22-23 वर्षका केटा होइन। कलाकार बन्नुहोस् भनिराख्नु भएको छ प्रधानमन्त्रीज्यूले। राजा बन्ने सपना आफू चाहिँ कमेडियन हुन् के अरे प्रधानमन्त्री। त्यही भएर एउटा भनाइ छ के कसैलाई ढोक दियो भनेदेखि आफैले म जस्तो भइस् भने आशीर्वाद दिन्छन् अरे है। त्यही हो, उनले चाहिँ सल्लाह दिने वाला पल्टायो। हुन त आशीर्वाद दिन त के हैसियत हुनु पर्यो होइन। तर सल्लाह त्यो पनि के हो भनेदेखि उनको के हो भनेदेखि एउटा कस्तो भन्नु ल भने अब यो भन्न नमिल्ने कुरा हो हुन त। तर मिडियामा आइसकेका कुराहरू छन्, विभिन्न चर्चामा आइसकेका कुराहरू छन् होइन। त्यस हुनाले अब यदि त्यसमा चाहिँ त्यस्तो हुन्छ भनेदेखि कुनै व्यक्तिप्रति त्यसरी आक्षेप गर्दाखेरि अनर्थ लाग्छ भनेदेखि त्यसको पहिले म क्षमा चाहन्छु होइन। उहाँलाई चाहिँ जुन उहाँले औषधि सेवन गरिराख्नु भएको छ नि, त्यो औषधिले उहाँको मनस्थितिलाई असर गरिराखेको छ प्रधानमन्त्रीको। उहाँले त्यही भएर अब उहाँले एउटा कुरो त्यो उहाँको मात्र होइन, फेरि धेरै जस्तो उहाँकोमा एक प्रधानमन्त्री भनेको त गम्भीर हुनुपर्छ। बोल्न पर्ने कुरा मात्रै बोल्ने हो। संसदमा गएर पनि त्यो 3-4 घण्टा बोल्ने होइन नि, जिस्ट कुरा बोलेर हिँड्ने हो नि। तर उहाँ त बरबराई गर्नुहुन्छ। त्यो राम्रो लक्षण होइन। हेर्नुहोस् है, त्यो चाहिँ झ्याउरे गाउँदाखेरि गाई जस्तो कुरा गरेर त हुँदैन नि होइन। त्यो प्रधानमन्त्री, नेपालको प्रधानमन्त्री हुन लायक व्यक्तिमा हुने गुण होइन त्यो। त्यसो भए हिदेन्द्रमा चाहिँ देख्नुभयो राजा हुने गुण एउटा मात्रै स्ट्याटस। त्यसमा त्यो कलाकार भनेको कुरा त्यो हो, गर राम्रो छ यसरी बुझ्नुहोस् होइन। जुन एउटा मात्रै स्ट्याटस लेख्नुभयो के उहाँले चाहिँ ठिक छ। हिदेन्द्रको गर राम्रो छ यति बुझ्नुहोस् अहिले होइन। राजा ज्ञानेन्द्रको नि गर राम्रो छ यति बुझ्नुहोस्। यति फेरि तपाईँहरूले पनि आम नागरिकले पनि एउटा अर्थ लगाउन सकिन्छ के यदि गर नराम्रो हुन्थ्यो भने, राजा ज्ञानेन्द्रको गर नराम्रो हुन्थ्यो भनेदेखि सत्ताच्युत भइसकेपछि होइन विभिन्न मुलुकहरूका चाहिँ राष्ट्र प्रमुखहरू देश छोडेर हिँडेका छन् होइन, लापत्ता भएका छन् आदि इत्यादि कुराहरू हुन्छन्। उनी मजाले आनन्दले स्वदेशमै बसे। अहिले बिरामी हुँदाखेरि पनि उनी विदेश जाँदैनन्, झ्याप्पै जाँदैनन्, यही उपचार गराउँछन्। यी नालायकहरू, यी कुलङ्गार नेताहरू बरु चाहिँ रुगा लाग्यो भने पनि विदेश जान्छन्
उपचार गराउन। धर्मगुरुको मुखबाट पनि यस्तो कुरा निस्किन्छ भने भन्नु पर्यो कुलङ्गार, यिनीहरू कुलङ्गार हुन्। धर्मगुरुले यस्तो बोल्नु होइन, त्यो देशको बर्बाद गर्ने, जनतालाई सिटामोल खाने अवस्था छैन। तपाईको दूर दराजका चाहिँ स्वास्थ्य चौकीहरूमा जानुस् त कुन स्थिति छ, त्यहाँ डाक्टर छ कि छैन, स्वास्थ्य सेविका छ कि छैन। कुलङ्गार भन्ने शब्द आयो भने त एकदम त्यो त हो, त्यो त भन्न मजाले मिल्छ। देशको बर्बाद गर्नेहरू कुलङ्गार हो, राष्ट्रिय कुलङ्गार हो। यस्तो त नेपाली जनताले तपाईले त्यही चिताएको हो। 62-63 को आन्दोलन गर्दाखेरि राम्रो कुरा सिकाउने हो, आन्दोलन गर्दा यस्तो गर भन्ने हो, गाली गर्ने त होइन नि गुरु। हैन, यिनीहरूलाई सिकाएर भएन हैन, त्यही भएर मैले भन्न खोजेको हैन। अब राजाको अनि त्यसपछि राजाका नातिको हैन गर राम्रो छ, यति यसरी बुझौं हैन। नराम्रो हुन्थ्यो भनेदेखि उनी यो क्षमता उनीसँग हुँदै हुन्थेन। उनी त मजाले शानसँग बसे नि, आनन्दसँग बसे नि, विष पिएर नीलकण्ठ भएर बसे हैन। अहिले पनि प्रचण्डले चाहिँ मूर्ति चोर भनेका थिए, के बाउ मारा भनेका थिए, इन्डियाबाट प्रति जवाफ आयो, मलाई तँलाई मैले जसले पालेको त्यसैले मारेको राजालाई भनेर त इन्डियाबाट जवाफ आयो हैन। अनि त्यसको उत्तर फर्काउन सकेका छैनन् यिनीहरू चाहिँ। मैले चाहिँ अलि त्यो मनस्थिति गडबडी हुने अवस्थाको बर्बराट गरिरहेका स्थिति हो यो। राजाको चाहिँ के आरोप लगाएन राजालाई भन्नुस् न है। फेरि मैले दुध नुहाएको भने होइन है दरबारलाई है, दुधले नुहाएको पनि होइन हेर्नुहोस् है। तर आरोप लगाउने नि एउटा हद हुन्छ। कति डिजाइनेसन बनाएको रहेछ विगतदेखि नै, पञ्चायत कालदेखि नै। राजा महेन्द्रले चाहिँ ठाउँ विदेशका विभिन्न प्रस्तावहरूलाई स्वीकार नगरेपछि यो देश सिद्ध्याउनलाई कति डिजाइनेसन गरेका रहेछन् र यो देशकै यस्तै कुलङ्गारहरूलाई कलो खुवाएर कतिलाई पालेको रहेछ भन्ने कुरा प्रमाणित भएन। कुरो बुझ्नुहुन्छ तपाईले? अनि त्यो खालको डिजाइनेसन अनुसार हरेक प्लान गरेर कुन आरोप लगाउँदाखेरि चाहिँ जनतालाई त्यसको चाहिँ बढी मोटिभेट गर्न सकिन्छ भन्ने सबै कुरा ताना बाना बुनेर लगाएको आरोपहरू रहेछ भन्ने प्रमाणित भयो नि त। राजा त बसे त खुलै मजाले आनन्दले हाल्या हुन्थ्यो नि त। प्रचण्ड कति प्रधानमन्त्री भए, यिनै केपी ओली कति हाल न, प्रमाणित गरेर हाल। त्यो त हामी पनि त मान्छौँ नि। दोषीलाई कारबाही गरे हामी मान्दैनौँ, दोष त प्रमाणित गर्न पर्यो नि। फेरि दोष प्रमाणित गर्ने बेला फेरि त्यो दक्षिणतिरबाट आएको भिडियो, दक्षिणतिरबाट आएको किताबले के भन्छ त्यो पनि त खोजी हुने होला। यहाँ यिनीहरूले भर्ना गरेका यिनीहरूको ले चाहिँ टीका लगाइदिएका न्यायाधीशहरू मात्रैको अदालत नभएर फेरि अन्तर्राष्ट्रिय अदालत पनि त होला नि। हामी होइन, परिस्थिति जान सक्छ नि त। म त कहाँ जान्छु र, म त यहीँ बसेर चिना हेर्ने हो नि हैन। यो कुराहरू हो। अन्तिम चोटी राजा कहिलेसम्म आउन सक्छ? राजा आइसके, कहिलेसम्म राजा आइसके, यसरी बुझ्नु। राजा आइसके यसरी बुझ्नु होइन। हेर्नुहोस् न, हेर्दै जानुहोस्। कहिले यो धेरै होइन, अहिले जस्तो वैशाख महिना चलेको छैन होइन, जेठ महिना पनि राम्रो छ, साउन महिना पनि राम्रो छ। साउन महिनाभित्र आउँछ यो दशैंमा। यस्तो छ, टीका लगाउन मैले धेरै उदाहरणहरू दिएको छु। मलाई ठ्याक्कै चाहिँ यो व्यक्तिको ग्रह हेरे जस्तो कुरा होइन, यो राष्ट्रको कुरा हो हैन। ग्रह चाहिँ उहाँहरूको व्यक्तिगत ग्रहको हिसाब गर्दाखेरि चाहिँ राजा ज्ञानेन्द्रको पनि अनि त्यसपछि नाति धीरेन्द्रको पनि ग्रहको स्थिति राम्रो छ है। त्यो राम्रो छ। धीरेन्द्रको त अझै राम्रो छ। धीरेन्द्रको नातिको ग्रह अझै राम्रो छ। बरु नेपालीले गर्ने अथवा नेपालका राजा चाहिँ नेपालका राजनीतिक चाहिँ शक्तिहरूले गर्ने काम त के हो भने त्यस्तो राम्रो ग्रह भएको व्यक्तिलाई राजसिंहासनमा राखेर त्यो राजसिंहासन मार्फत त्यसको महत्व बढाएर, त्यसको गौरव बढाएर, विश्वलाई आकर्षण गरेर त्यसबाट गर्न सकिने फाइदाहरू, त्यसबाट लिन सकिने फाइदाहरू के हुन् त्यो गर्ने हो। जान्ने बुद्धि भएको नेताले, बुद्धि भएको राजनीतिक नेताले गर्ने काम त त्यो हो। बरु
जन्मजातै राजा बन्न पाइन्छ र भने? अब यस्तो हो, त्यो कुरा चाहिँ मेरो दर्शनले, मेरो सिद्धान्तले चाहिँ पाइन्छ भन्छ है। नपाइने सिद्धान्त पनि छ हैन। चाहिँ गणतान्त्रिक व्यवस्था भनेको तपाईँ पनि राष्ट्रपति हुन पाउने हो, प्रोसेसबाट जाने हो, पार्टीको झोले बनेर जाने हो, पार्टीका चाहिँ सबै पार्टीले का नेताहरूलाई कब्जा गर्ने हो, चिन्ने हो, पैसा गर्ने हो हैन, चाहिँ बुथ क्याप्चर गर्ने हो। उ प्रचण्डले भनेको एउटा भिडियो आइरहन्छ नि हैन, बुथ क्याप्चर गरेर हुन्छ कि के गरेर हुन्छ, जित्न पर्छ भनेर बोलेका छन् एक ठाउँमा। हो, त्यो गरेर पनि जान पाइन्छ एउटा, हेर्नुहोस् है, राष्ट्रपति हुन पाइन्छ हैन। होइन, यो भनेको एउटा अलङ्कारिक पोस्ट हो, यसले एउटा निश्चित मात्रै काम गर्ने हो हैन। यो आस्था हो। तपाईले तपाईको बुवालाई भोट गरेर चाहिँ जिताएर चाहिँ बुवा बनाउनु भएको हो र? होइन, अनि होइन, सर्वसाधारणको व्यक्तिगत राष्ट्रपति बन्न पाए। राजा भनेको पोस्टै हो। राष्ट्रपति र राजाको गरिमा फरक हो। हेर्नु, छोडिदिनुहोस् ती कुराहरू हैन। तपाईको राष्ट्रपतिलाई देशको माया छ। व्हाट इज द्याट? चाहिँ के अरे विद्या भण्डारीले चाहिँ नगरेर छोडेको काम चाहिँ उनले गर्ने कारण के हो? तपाईले बुझ्नु भएको छ? तपाईको दिलमा चाहिँ राष्ट्रवाद छ। राष्ट्रवाद हुनका लागि चाहिँ राजा नै हुनु पर्यो। हो, यो कुरा देशको माया है। कहिलेकाहीँ त इतिहासमा चाहिँ त्यहाँ विभिन्न कुराहरू आउँछन् आउनलाई हैन। चाहिँ राज्य छोड्न पर्ने बाध्यताहरू पनि क्रिएट भएका स्थितिहरू त आउँछन्। तर जे भन्दाखेरि पनि हैन, कुनै कोणमा चाहिँ त्यो 100मा 100 सफल नहोला भन्ने कुरा होला। तर कम्पेयर गर्ने हो भने चाहिँ राष्ट्रपति व्यवस्था भन्दा राजाको व्यवस्था चाहिँ देशको लागि धेरै फाइदाजनक। हेर्नुहोस्, हस्, समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईलाई पनि धेरै धेरै धन्यवाद।